यो हामी प्रतिबद्ध गर्छौँ सबै साथीहरूले र सबै कुराहरूलाई यो कुरा जानकारी नै छ र मेरो कुराहरू यति नै हो। त्यसैले म सम्पूर्ण साथीहरूलाई एकजुट भएर हाम्रो सही मागहरू राखिदिनु हुन पनि अनुरोध गर्दछु। जिरो भएर आइरहेको छ भने हामी त्यसमा कति पीडा भइरहेछ होला थाहा छ नि। त्यही भएर हामीले चाहिँ यहाँनिर आवाज उठाउन आइरहेछौँ। हामी सबै पास भएर सबै प्रक्रिया पुरा गरेका छौँ, तर एचआरटी सिस्टम र पोलिसीको कारणले हाम्रो फाइल एकचोटि पनि कम्पनीमा नपुगी हामी 3-4 वर्षको समय चाहिँ बर्बाद भएको छ। यसको जिम्मेवारी कसले लिने? जसरी पनि लिनैपर्छ। जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म हामी सामान्य पुरा ढङ्गले चाहिँ हामी आवाज उठाइरहन्छौँ है। त्यसैले यो इस्यु पीडितको लागि चाहिँ केही शब्द बोल्नलाई प्रबल खनालजी आउँदै हुनुहुन्छ। आफ्नो माग राखिदिनु होला है।